हजुर बधाई छ छोराको बाउ हुनुभयो ल आउनुस् हो सूर्य उदाउँदा जन्मेको छ हजुर त्यसैले एकदमै सुरवीर हुनेछ हजुर अब म जाउँ कि हजुर ल लिनुस् ल त हजुर म अहिले लाग्छु सुभद्रा हजुर हेर त हाम्रो छोराको अनुहार काटीकोटी तिमीसँग मिल्छ हेर त होइन हजुर हजुरसँग मिल्छ यसको अनुहार त अनुहार जोसँग मिले पनि छोरा त हाम्रै त हो नि होइन ल म तिमीलाई खानेकुरा लिएर आउँछु ल हेर त बाबा के गर्दै हुनुहुन्छ अथा ल लिनुहोस् त मलाई त पुग्यो है सुन्नुभयो त्यो पारी गाउँको देशभक्त दाइ त छोराको बाउ हुनुभयो नि फेरि छोरा पनि सानो हो र खै लाग्दो पो जन्मेको छ त त्यसैले मलाई खुसी भएर 500 रुपियाँ बक्सिस दिनुभएको छ यस्ता दानी मान्छेले त छोरा जन्माइरहनु नि बक्सिस पाइयो भनेर तिमीले भन्दैमा बाह्राले पाठा जन्मा जसै मान्छेले पनि ग्यालग्याल त्यो बच्चा पाउँछन् क्या ल ल अलिकति तरकारी हाल यति राति को आएछ खै पक्नुहोस् है म आउँदैछु कसलाई बेथा लागेछ फेरि अरे तपाईँ बच्चालाई केही भयो कि क्या हो बच्चालाई त के भएको छैन बच्चा कि आमा छटपटाइरहेकी छ फेरि छटपटाउनु भयो अरे खै फेरि बेथा लागे जस्तो छ चाँडै जाउँ न होइन यो के अचम्म हुन लाग्यो हँ चाँडै जाउँ न ल बुढा खाना राम्ररी खाएर ढोका राम्ररी लाएर सुत्नु म चाहिँ गएँ ल हजुर जाउँ ए पक्नुहोस् तपाईँ कहाँ जान लाग्नु भएको तपाईँ यहीँ बस्नुहोस्
हजुर छोरा भयो आउनुस्। ल हजुर, तपाईँ त साह्रै भाग्यमानी हुनुहुँदो रहेछ। एउटा होइन, दुईवटा छोराको बाउ हुनुभयो। यो सब सुभद्राको कारणले भएको हो। भाग्यमानी त ऊ पो हो। ऊ नभइदिएको भए यो सब कहाँ हुन्थ्यो र? तर हजुर, मैले धेरै सुत्केरी उतारे। यी 2 बच्चा जस्तो मैले देखेकै थिइनँ। यी 2 बच्चा कुनै साधारण बच्चा होइनन्। एउटा बच्चा सूर्य उदाउँदा जन्मेको र अर्को बच्चा चन्द्र उदाउँदा जन्मेको। यस्तो त मैले सुनेकै थिइनँ। आज आफ्नै आँखाको अगाडि जन्मिए। यी बच्चाहरू धेरै शक्तिशाली हुनेछन्। ल लिनुहोस्। यतिले कहाँ पुग्छ र हजुर? डबल छोरा पाएपछि त पैसा पनि डबल चाहियो नि। ल लिनुहोस्। अब फेरि ढोका ढकढकाउन नआउनुहोस् नि। नमस्ते देशभक्त। नमस्ते नमस्ते। ल बधाई छ हजुरलाई। धन्यवाद। भोज खुवाउनु पर्यो नि। भोज त खुवाइहाल्छु नि। एउटा भोजले हुँदैन, 2टा छोरा पाउनु भएको छ, 2टा भोज खुवाउनु पर्छ। कि कसो हो? हो त ल 2चोटि भोज खुवाउने भए। अनि भोलि प्रजातन्त्र दिवस, तपाईँहरूलाई कामको जिम्मा दिया के भयो नि? अलिकति काम सकिन्ला हजुर। अलिअलि बाँकी छ हजुर। ल त्यसो भए भोलि राम्रोसँग प्रजातन्त्र दिवस मनाउनु पर्छ। तपाईँहरू वहीँ टुडी खेलाउनु होला त है? हुन्छ। ल ल। ए हजुर, कति काम गर्नुहुन्छ? अब त भयो नि, आधा रात भइसक्यो। भोलि प्रजातन्त्र दिवस, हामी नेपालीले स्वतन्त्र रूपमा बाँच्न पाएको दिन। भोलि खुला चौरमा देशको झण्डा फहराउनु छ। सुभद्रा, आज मैले एउटा कुरा तिमीलाई भन्नै बिर्सेछु। के कुरा? बजारबाट किनमेल गरेर घर फर्कदा साह्रै नराम्रो कुरा देखे। के देख्नुभयो त्यस्तो? हरे त यहाँ स्कुल खोल्ने अरे, त्यो पनि मेरो अनुमति बिना? हो खोल्छु म। यो गाउँको सबैले शिक्षित बनाएर छोड्छु म। यो गाउँ मेरो चुनाव क्षेत्र हो। यो गाउँको मानिस शिक्षित भयो भने मलाई कसले भोट दिन्छ? त एउटा काम गर, अब त सिधै माथि गएर स्कुल खोल, हुन्छ हैन? हाम्रो जिल्लाको सभासद छ नि, त्यो त हत्यारा पो रहेछ। पारी गाउँको हरि मास्टरलाई छुरी हानेर मारेको मैले आफ्नै आँखाले देखेँ। भोलि प्रजातन्त्र दिवसको समारोहमा म सबैको अगाडि त्यसको भण्डाफोर गरेर छाड्छु। त्यसलाई सजाय दिलाएरै छाड्छु। ठिक भन्नुभयो तपाईँले। त्यस्ता अपराधीहरूलाई हामीले सजाय दिलाउनै पर्छ। धन्यवाद। मलाई जसलाई देखे पनि दया लाग्छ। ए हावा, भन त मेरो नाम के हो? दयाशंकर। दयाशंकर। तँलाई देखेर दया आउन थाल्यो।
त के ठान्छस् देशभक्ते? मैले केही थाहा पाएको छैन। मैले त्यो इमान्दार मास्टरलाई मारेको तैँले देखेको थिइस् हैन? भोलि प्रजातन्त्र दिवसको समारोहमा तैँले मेरो भण्डाफोड गर्ने हैन? म एउटा सच्चा देशभक्त हुँ। आफ्नै आँखा अगाडि भएको हत्यालाई चुपचाप हेरेर बस्न सक्दिन। गद्दार नेता, यो कानुन नभएको राज्य होइन, त कानुनको हातबाट बाँच्न सक्दैनस्। भोलि तेरो जिन्दगी रह्यो भने त मेरो भण्डाफोड गर्छस्। छोड मलाई, सुभद्रा, मलाई छोड। सुभद्रा, तिमी छोरालाई लिएर यहाँबाट गइहाल। सुभद्रा, जाऊ जाऊ जाऊ, छिटो जाऊ। सुभद्रा, सुभद्रा, तिमीलाई मेरो कसम, तिमी यहाँबाट गइहाल। सुभद्रा, गइहाल। सुभद्रा, छिटो जा। चुल्ठे, कहाँ गई त्यो? हेर उता, हेर।
कसको बच्चा होला यस्तो? हे भगवान्, कसको होला त? मेरो पप्पी ए हजुर, यो बच्चालाई हजुरले पाल्नुहोस् न हजुर। बच्चा सच्चा पाल्न सक्दिनँ म। हजुर कुकुरलाई त यति धेरै माया गर्नुहुन्छ, यो त मान्छेको सन्तान हो हजुर, पाल्नुहोस् न। त्यसो हो भने आफै पाल्नुहोस् न त। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, बच्चा भनेको भगवानको रूप हो। यो दुनियाँमा कसैको मन सफा, निश्चल, स्वच्छ र पवित्र हुन्छ भने त्यो बच्चाको मन मात्र हुन्छ। बच्चा भविष्यका कर्णधार हुन्। आजको बच्चा भोलि गएर देशको राष्ट्रपति, प्रधानमन्त्री बन्न सक्छ। त्यसैले बच्चालाई माया गरौँ, राम्रो शिक्षा दीक्षा दिउँ। त्यसैले म मेरो तर्फबाट बच्चाको भविष्यको लागि जे गर्न पनि तयार छु। यसको लागि मलाई तपाईहरुको सहयोग चाहिन्छ। यो बच्चा त्यहाँ खोलामा बग्दै थियो, मैले बचाएर लिएर आएको। बच्चा त तातै छ नेताजी, के गर्ने होला? तपाई आफै लगेर पाल्नुहोस्। म कसरी पाल्न सक्छु? म आफै त के लाउँ के खाउँ भन्ने अवस्थामा छु, बरु हजुरले पाल्नुहोस् न। म किन पाल्ने? जात के हो, धर्म के हो, कसले मुख कालो गरेर फालेको हो? नेताजी, भर्खर त हजुरले बच्चाको विषयमा ठुलो ठुलो भाषण गर्दै हुनुहुन्थ्यो। हाम्रो कामै भाषण गर्ने हो, त्यसलाई सुनेर कार्यान्वयन गर्ने काम तपाईहरुको हो। बिदा भए। वैद्यबा, एकचोटि यो बच्चालाई हेरिदिनुहोस् त, तातो त अझै तातै छ। भाग्य त यसले गतिले लिएर आएको रहेछ। यस्तो अवस्थामा पनि बाँचो। तैँले यो बच्चालाई कहाँ फेला पारिस् हौ काइला? अब यो बच्चालाई केही पनि हुँदैन, त ढुक्क भयो हुन्छ। आफ्नै खेतको आलीमा हिलोले पुरिएको रहेछ वैद्यबा। खेत खन्दै थिएँ, बच्चा पो भेटियो। ए, यो कुनै चान्चुने बच्चा होइन काइला, भगवानले तँलाई छानेर पठाइदिएको हो। त सधैँ भन्थिस् नि काइला, एक्लै भए बुढेसकालमा कसले हेर्ला, बुढेसकालको सहारा पठाइदिइहाल्यो नि भगवानले। वैद्यबा, अनि यसको नाम के राख्ने होला त? यो चन्द्र अङ्कित कपडामा बेरिएको छ। यसको अनुहार पनि चन्द्र झैँ तेज छ।
यसो गर काइला, यसको नाम चन्द्र राख। हस् भइदेवा, ल हस्। नानी, यो प्रसाद लिनुहोस्। भगवान, पुजारी बा एकचोटि यो तर्काहरू गनिदिनुहोस् न, कति भएछन्? ठ्याक्कै 25वटा भएछन् नानी। 25? ती राक्षसहरूले मेरो श्रीमानलाई मारेको पनि 25 वर्ष भएछ। मेरो छोराहरू मेरो काखबाट बिछडिएको पनि 2500 वर्ष पुग्यो। कस्ता भयो होला, के गर्दै होला, कहाँ होला? मर्यो। देखिस, फेरि मर्यो। कस्ता कस्ता टिकेनन्, चन्द्रेसँग खोपी खेल्ने। चन्द्रे पेट कुई कुई गरिरहेको थियो। ल रुन नखोज, आज म तिमीहरूलाई भुन्टे दाईको पसलमा टन्न खाजा खुवाउँछु। हिँड केटा हो। जाउँ जाउँ जाउँ। बसो केटा हो। कस्तो भोक लागिरहेछ, छिटो मगा न। हतार नगर न, हतार नगर। ओ सौजी, के पाएछ ल्याउनुहोस् त भट्टाभट। आज मजाले खाइने भयो। खाइस मोरा, पहिला पुरानो हिसाब किताब गर्न अनि बल्ल खालास। ए सौ, पैसाको तिमी चिन्तै नगर न। आज चन्द्रेसँग टन्न पैसा छ। पुरानो पनि चुक्ता हुन्छ, नयाँ पनि चुक्ता हुन्छ। बरु के पाएछ छिटो ल्याउ न। कस्तो भोक लागेछ, टन्न खाऊ भनेको। छिटो ल्याउ सौ। खाओ बजिया खाओ, चम्चा मजाले खाओ। देखि, चन्द्रले भनेको थियो नि तिमीहरूलाई। त्यो चन्द्रे बजियालाई आज भेटौँ मात्रै। यसको पिँडोलाको मासु झार्न सकेन भने ओइ ओइ, हिजो पनि मेरो पैसा बाँकी छ हेर। बज्याहरू सधैँ फोकटमा खाएर भागेका छन्। मार्ने नै भयो नि यिनीहरूले त। होइन, त्यो बजिया कता गएछ? कता जानु नि, यी यता गयो। बज्याहरूले मेरो खाजा जति सित्तैमा खाएर भागिसके। तिमीलाई पनि यही बेलामा आउनुपर्छ कि अलिकति चाँडो आउनु कि अलिकति ढिला आउनु। बुढा पनि खत्तमै छन् भने। किन, के भयो र? के हुनु नि, पहिलाको पनि 300 रुपियाँ बाँकी थियो। आज सबै पैसा दिन्छु भनेको थिएँ, भर्खर आएर खाजा खान बसेका थिएँ। त्यही बेलामा तिमी आइपुग्यो, तिम्रो डरले भागे। अब खैल्यौ पैसा। ठिकै छ बाबा, पैसा त दिउँला, तर त्यो चन्द्रे बजिया भेटियोस् मात्रै। त्यो 300 रुपियाँको बदला त्यसलाई 300 वटा सुम्ला उठाउन सकिन भने मैले जानेछु। त्यसलाई खेत खन्न जा भनेर पठाएको त, यसरी डुल्दै डुल्दै पो हिँड्दो रहेछ त्यो बजिया। त्यसलाई त मैले भेटौँ मात्रै। यसलाई आज मैले भेटौँ मात्रै, मैले जानेछु। अब बुढाले होइन के टल्ल परेर हेरेको। आफूलाई चाहिँ यहाँ खेत खन्दा खन्दा भोकले गानो जाला जस्तो भइसक्यो। खाजा लिएर आउला भनेको त खाली त्यो कुहिएको अनुहार देखाउनु पो आउँदो रहेछ बुढा। चन्द्रे, आइज, मैले खाजा लिएर आएको छु। आइज।
ल खा चन्द्रे त साँच्चै भन् त बिहानदेखि खेत खनिराथिस् अन्त त खेत नखनेर खोपिरहेको देख्यौ आँखा त तगडा छ त तिम्रो बुढा आफ्नो चाहिँ खेत खन्दा खन्दा हातभरि ठेला उठ्न आँटिसक्यो ल हेर बुढा चन्द्रे नरिसा न मैले तँलाई कहाँ नराम्रो भनेको छु र तँ जस्तो छोरा पाउनु त भाग्यमा लेखेर ल्याउनु पर्छ मेरो ऋण नतिर्ने होइनस् त मालिक मेरो छोराले कतारबाट पैसा पठाउन साथ म तिरिहाल्छु के गर्नु त्यसले पनि राम्रो काम पाएन छ यो गरिबको सम्पत्ति भनेको नि त्यही 2 टुक्रा जग्गा हो यो गरिबमाथि अन्याय नगर्नुहोस् हजुर म कहाँ जाऊँ त्यो चन्द्रले पोल्ला नपोल्ला थाहा छैन तर यो चन्द्रले अवश्य पोल्छ एकचोटि भन्छु दोहोऱ्याउने बानी छैन बुढाबाको धनी पूर्जा फिर्ताले हिँड्नुहोस् वा इकडा आओ सब फटाफट आफ्नो काम गर आज यो सब माल पुर्याउनु पर्छ बुझ्यौ हेलो सब माल प्याक भइरहेको तपाईको माल तपाईले भनेको ठाउँमा सही समयमा आइपुग्छ फरक पर्दैन
चाँदिनी त्यो चन्द्र त साह्रै खाइलाग्दो छ हो है। त नि जे पाइ त्यही नबोलाई मोरी। त्यसले ठिकै त भन्यो नि त्यो चन्द्रे मलाई कस्तो मनपर्छ। त्यस्तो मनपर्छ भने के हेरेर आयो कि जान त त्यहीसँग पहिला। जान्थ्यो होला नि चन्द्रले यसलाई फुटे आँखाले हेर्दैन तँलाई नै हेरिरहन्छ। ल ल तिमीहरूको यस्तो कुरा सुनेर त मेरो कान पाकिसक्यो। तिमीहरूलाई के कुरा गर्न मन लाग्छ गरेर बस, म त हिँडे। तिमी यहाँ? तिमीले मलाई चिन्छौ? को हो तिमी? ए केटा हो, हाम्रो फोटो खिच्ने यही केटी हो, समात त्यसलाई। म एक पत्रकार हो, मेरो नाम रोशनी हो र तिमी अन्याय र अत्याचारको विरुद्धमा लड्ने राष्ट्रभक्त सूर्य हौ, दिन दुखीहरूको सहारा, क्रान्तिकारी सूर्य, जसलाई यो देशलाई बर्बाद पार्न खोज्ने षड्यन्त्रकारीहरूले आतंककारी घोषित गरेका छन्। मैले तिमी आतंककारी घोषित भएपछि तिम्रो बारेमा धेरै लेख लेखिसकेकी छु, तर तिमी कसरी आतंककारी घोषित भयो यो विषयमा मैले लेख लेख्न पाएकी थिइनँ। सूर्य, मलाई तिम्रो बारेमा सबै कुरा भन, म तिम्रो बारेमा सम्पूर्ण कुराहरू लेख्न तयार छु।
ओइ चन्द्रे चन्द्रे के भयो किन बोलाएको चुप पक ए बाउ कस्तो तिर्खा लागिरहेछ जाउ त भित्रबाट एक कङ्खरा पानी लिएर आऊ बुढो भएको बाउलाई काम हराउँछ ओइ ओइ के भयो किन बोलाएको चाँदनी र उसका साथीहरू माथि डाँडा उग्लिँदैछन् जाउँ यहीँ हेर्न जाम जाम यो चन्द्रे कहाँ गयो होला त फेरि चुप नगरा ओली तेरो पछाडि आइज त यो कहिले मेरो ओए तँ आइज त कहिले दे पछाडि ए छिटो अथा फसाइदियो चन्द्रेले सिस्नु घारीमा ल्याएर आयो बेसरी ठिक्क पर्यो चुत जा ए चन्द्रे कहाँ गएको थिइस् ढिला पो आइस् त ए बाउ तिमीलाई एउटा कुरो भन्नु छ के कुरा हो भन्न त तिमी त मेरो त बाउ पनि होइन क्या होइन के भन्दैछ यो हो त नि आफूलाई बाटोमा हिँडिसक्नु छैन सबैले बोका गनाए झै गनाउन थालिसक्यो भन्छन् होइन के भन्छस् हौ त अलि बुझिने गरी भन्न होइन हौ बुढा तिमीलाई बुहारी कज्याउने नाति नातिनी खेलाउने रहर छैन क्या हो तिमीलाई छ नि किन नहुनु अब बिहे गर्नलाई केटी पनि त चाहियो नि अब भन्ने बित्तिकै तम्बजियालाई कसले दिन्छ केटी के भन्यो बुढा तिमी अलिक बढ्ता हुँदैछौ मैले केटी खोजिसकेको छु तिमीले मलाई केटी खोज्नु पर्दैन होइन कस्तो चाहिँ केटी खोजिस् तैँले ल भन् त चाँदनी बा चाँदनी काजीको छोरी हो बाउ म चाँदनीसँग बिहे गर्न चाहन्छु होइन त बोलाउनु त बोलाएनस् काहीँ चाँदनी मैसाबसँग तेरो बिहे हुन सक्छ सक्छ काइला बा म पनि चन्द्रसँग विवाह गर्न चाहन्छु म चन्द्र बिना बाँच्न सक्दिनँ काइला बा अनि नानी काजीबाले मान्ला नि त बाबाले नमाने चन्द्रसँग म भागेर भए पनि जान्छु तिमी जस्ती बुहारी पाए त मैले आफूलाई यो गाउँमा सबैभन्दा भाग्यमानी ठान्थे नानी जोडी पनि तिमीहरूको एकदमै सुहाउँछ चट्ट परेको ल चन्द्रे अब त सहरमा गएर घरमा चाहिने सामान किनेर लिएर आइज जा ए जान म त नजाने भए म जाउँ त सहर खुरुक्क लाएर जा है होइन भने तेरो बिहे चाँदै नानीसँग गर्दैन नि ल बाउ म भोलि सहर गएर सबै सामान लिएर आउँछु ए सुरवीर बाहिर निस्कि सुइनास बाहिर निस्कि भनेको तैँले हाम्रो पार्टीको सदस्यता लिन्छस् कि लिँदैनस् अन्तिम पटक सोध्न आउँदैछु नत्र के गर्छ तेरो यो धम्कीले अरू कोही डराउलान् तर म डराउँदिनँ जाओ तिमीहरू यस्तो धम्की अरू कसैलाई दियो ए उखेल्दे यो झन्डा र गाड्दे हाम्रो पार्टीको झन्डा ए केटा उठायो बुढोलाई ए कायरहरू हात नलगा मेरो देशको पवित्र झन्डालाई म एक देशभक्त राष्ट्रवादी हुँ तिमीहरू जस्तो राष्ट्रघाती होइन छोड दे
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलेका, तराई पहाडदेखि हिमालसम्म फैलेका विभिन्न भाषाभाषी जाति जनजाति विभिन्न धर्मावलम्बी सारा नेपालीको उत्थान गर्ने नयाँ नेपालको परिकल्पना गर्ने पार्टीको हिमायती हुँ। छोड भनेको छोड कायरहरू सूर्य बाबु बाबा यिनीहरू को थिए बाबा? यिनीहरू विदेशीको इसारामा लागेर आफ्नो देशलाई विखण्डन गर्न खोज्ने देशद्रोही थिए बाबु, देशद्रोही। अनि त्यसपछि के भयो? त्यसपछि ती देशद्रोहीहरूको सबै क्रियाकलाप खत्म गर्ने दृढ सङ्कल्प गरे र यो मिसनमा लागे। दयाशंकरजी, तपाईँ यहाँ? सुरवीर, तेरो छोरा सूर्य कहाँ छ? किन दयाशंकरजी, किन खोज्नु भएको मेरो छोरा? त्यसले मेरो लाखौंको हतियार नाश गर्थ्यो, मेरो सारा कारोबार ध्वस्त पार्थ्यो। भन् सुरवीर, तेरो छोरा सूर्य कहाँ छ? मिस्टर दयाशंकरजी, मेरो छोराले जे गर्यो एकदम ठिक गर्यो। म पनि हाम्रो देशमा यस्तो गैर कानुनी धन्दा चलेको, हत्या हिंसा भएको हेर्न चाहन्न र मैले मेरो छोरालाई यही पाठ सिकाएको छु। धेरै राष्ट्रवादी बनेर भाषण नठोक। मैले त जस्तो राष्ट्रवादी धेरै देखेको छु। भन्, कहाँ छ तेरो छोरा सूर्य? भन्, म त्यसलाई जहाँबाट भए पनि समातेर ल्याउँछु। आजसम्म सूर्यलाई कसैले समात्न सकेको छ? नजिक मात्र गइस भने पनि जलेर भस्म हुन्छस्। मलाई च्यालेन्ज गर्छस्? च्यालेन्ज गर्छस् मलाई? बाबा, 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 यो सब कसले गर्यो? दयाशंकरले। दयाशंकर? पहिला मेरो कुरा ध्यान दिएर सुन बाबु। कस्तो कुरा बाबा? त मेरो छोरा हैनस्। यो तपाईँ के भन्नुहुँदैछ बाबा? म ठिक भन्दैछु बाबु। मसित सबै एकदमै कम छ। मैले तँलाई खोलामा पक्दै गरेको अवस्थामा भेटेको थिएँ। त्यतिखेर तँलाई भेट्दाखेरि
त भर्खर भर्खर जन्मेको थिइस्। त्यति बेला तेरो शरीर यो सूर्याङ्कित झन्डाले पेरिएको थियो। बाबु, कुनै दिन कसैले तेरो बारेमा सोधखोज गरे भने तैले यही भन्नु, बाबु बाबा सूर्य बाबा 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 लुकेर कहाँ बसेको छस्? आज तेरो यो पापको लङ्कालाई जलाएर भस्म गरिदिन्छु। बाहिर निस्की। एसपी, यो सूर्य भन्ने आतंककारीले मेरो गोदाममा तहस नहस गर्यो र मेरो 2टा मान्छेलाई पनि मार्यो। यसरी म आतंकवादी हुन बाध्य भए। एउटा सच्चा राष्ट्रवादीको छोरा देश र जनताको लागि अन्याय र अत्याचारको विरुद्धमा आवाज उठाउँदा मलाई आतंकवादी बनाइयो। यसरी म बन्दुक सुमाउन बाध्य भए। म लड्छु यो देशको लागि अन्तिम पटकसम्म। अनि तिमीले चाहिँ यसरी पत्रकारिता गर्दा डर लाग्दैन? कुनै पनि बेला केही पनि हुन सक्छ। डर त त्यसलाई लाग्छ जसले जीवनमा केही पनि भोगेको हुँदैन। म 10 वर्षको हुँदा मेरो बुबा आमा दुवैजनालाई मेरो आँखाको अगाडि जिउँदै जलाइयो। मेरो बुबा आमा दुवैजना पत्रकार हुनुहुन्थ्यो। एउटा सच्चा
देशभक्त क्रान्तिकारी पत्रकार। सूर्य, तिमी तरबारको तागतबाट क्रान्तिको लडाईँ लडिरहेको छौ र म कलम चलाएर। तिम्रो र मेरो लडाईँ एउटै हो र त्यो हो क्रान्ति। ठिक भन्यौ तिमीले। मेरो बाबा पनि देशको लागि शहीद हुनुभएको थियो। उहाँले सुरु गर्नुभएको लडाईँको अन्त्य अब म गर्नेछु। सूर्य, तिम्रो यो लडाईँमा तिमी एक्लो छैनौ। अब म तिम्रो साथमा छु। तिम्रो हरेक पाइलामा म आफ्नो पाइला चाल्नेछु। चन्द्र, चन्द्र, तिमी सहर गएपछि मलाई बिर्सिँदैनौ नि? अरे, यो तिमी के कुरो गर्दैछौ? सहरमा त राम्री राम्री केटी हुन्छ भन्छन्। राम्री केटी देखेर मलाई बिर्स्यौ भने हेर म त झुन्डेर मरिदिन्छु। यस्तो नचाहिँदो कुरो गर्न कसले सिकायो तिमीलाई? चन्द्रले बरु यो संसारलाई बिर्सन सक्छ, तर आफ्नो चाँदनीलाई कहिले बिर्सन सक्दैन। बरु म स्वर्गको बेला तिमी चाहिँ मलाई भुलेर अर्कैसँग बेगर जाउली नि फेरि। के भन्यो? फेरि भन त। जाऊ, म तिमीसँग बोल्दिनँ म तिमीसँग। होइन होइन, नरिसाउ न तिमी। मैले त तिमीसँग ख्यालटट्टा पो गरेको थिएँ। ढिलो भइसक्यो, गाडी छुट्ला। अब म जान्छु है। चाँडै आऊ है। पक एकछिन। तेरी इमा भाते हो
तिमीलाई लाज लाग्दैन? एउटी चेलीलाई यत्रो 8-8 जना भुस्तिग्रेले खेदाउनु, तिमीहरूलाई त म एक्लै ठिक पार्छु। देखिस्, खेल्छस्? आइज। मेरो नाम सूर्य। म चन्द्र। नमस्कार। गाउँ जागरण अभियानको क्रममा म तपाईहरुको गाउँमा आइपुगेको छु। यो गाउँसँग मेरो रगत पसिनाको सम्बन्ध छ। त्यसैले म यो गाउँलाई नेपालको सबै गाउँहरू भन्दा विकसित भएको देख्न चाहन्छु। आज हाम्रो देश घुसखोरी, भ्रष्टाचारी, षड्यन्त्रकारीको फन्दामा फस्न लागेको छ। र यस्ता देशद्रोहीहरूलाई तपाईँ हामी सबै मिलेर समाप्त पार्नु पर्दछ। अनि मात्रै गाउँको विकास हुन्छ र त्यसपछि देशको विकास हुन्छ। मैले बोलेको कुरा कहिले पनि झुटो हुँदैन। यो साँचो कुरो, सत्य हो। यो म झुटो आश्वासन दिन्न। म यो गाउँको सधैँ हित चाहने मान्छे हुँ। म यो गाउँको सधैँ विकास भएको देख्न चाहन्छु। त्यसको लागि म प्राण पनि दिन तयार छु। मेरो शरीरमा एक थोपा रगत हुन्जेलसम्म म यो गाउँको विकासको लागि लडिरहन्छु, सदैव लडिरहन्छु। यो गाउँको भलो चाहने नेता कमै छन्। म एउटा यस्तो मान्छे हुँ यो गाउँको विकासको लागि जे पनि गर्न। म त्यो राष्ट्रवादी शहीद देशभक्तको श्रीमती हुँ। चिनिस तैले मलाई, चिनिस। म यही दिनको प्रतीक्षामा थिएँ। मेरो पतिको हत्यारा, मेरो पतिको हत्यारा। अब तेरो नाटक धेरै दिनसम्म चल्दैन। मेरो पतिको हत्यारा, मेरो पतिको हत्यारा, तेरो नाटक चल्दैन। ए केटा, छोड दे उहाँलाई, छोड दे। वहाँ आँखा देख्नु हुन्न रहेछ। हाम्रै कुनै विरोधी पार्टीले भ्रममा पारेको हुनु पर्दछ। हस् त,
आजको हाम्रो जागरण अभियान कार्यक्रम यही समाप्त गर्दछौँ। अब हामी पारी गाउँ लाग्छौँ। नमस्कार। नभाग 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 कहाँ भाग्छस् दयाशंकर, कहाँ भाग्छस्? भाग भाग, तेरो अन्त्य आइसक्यो, तेरो अन्त्य आइसक्यो दयाशंकर, तेरो अन्त्य आइसक्यो, तेरो अन्त्य आइसक्यो, तेरो अन्त्य आइसक्यो। के भयो तिमीहरूलाई हँ? सबै झुक्राएर बसेको छौ। कतै म ढिलो आयो भनेर रिसाएको त होइन? के भयो तिमीहरूलाई? कोही पनि बोल्दैन। त बोल्न यार। तेरो र चाँदनीको बारेमा सबै कुरा काजीबाले थाहा पाउनु भएछ। त्यही थाहा पाएर काजीबाले चाँदनीलाई उसको मामा घर लैजानु भयो। सुनेको छु काजीबाले चाँदनीलाई उसको मामाको घरबाटै बिहे गरिदिने रे। ए बा, यो के सुन्दैछु म? यो हुन सक्दैन। चाँदनीले मलाई छोडेर जान सक्दिन। सक्दिन होइन चन्द्री, गइसके। मैले भन्दै थिएँ नि उनीहरूको र हाम्रो हैसियत मिल्दैन भनेर। तेरो र चाँदनी नानीको बारेमा काजीबाले थाहा पाएछन् अनि मामा घरबाटै बिहे गरिदिने भनेर लिएर गएछन् बाबु। होइन बा, म अहिले नि काजीबाको घर जान्छु। चन्द्रे, त्यहाँ गएर केही फाइदा छैन बाबु। चाँदनीलाई बिर्सिदे। बरु म स्वर्गको बेला तिमी चाहिँ मलाई भुलेर अर्कैसँग बेगर जाउली नि फेरि। के भन्यौ? फेरि भन त। जाऊ तिमी, बोल्दिन म तिमीसँग। होइन होइन, नरिसाउ न तिमी। मैले त तिमीसँग ख्याल टट्टा पो गरेको त। सूर्य, एउटा गुड न्युज लिएर आएकी छु। दयाशंकर, जसलाई तिमी वर्षौंदेखि खोजिरहेको छौ, त्यो आज बजाङ जाँदैछ। त्यहाँ त्यसले अफिमको खेती लगाएको छ रे। दयाशंकर, त्यसो भए म आजै बजाङ जान्छु र त्यसलाई खतम पारिदिन्छु। तिमी एक्लै जाँदैनौ, तिमीसँग म पनि जान्छु। र आज म तँलाई 25 वर्ष अगाडिदेखि
यो मनमा गाँठो पारेर राखेको कुरा पनि फुकाउँछु। समयले कसलाई पर्खिन्छ र? एवा के कुरो हो भन न। तेरो आँखा पनि खुलेको थिएन बाबु। तँलाई मैले खेतको आलीमा भेटाएको थिएँ बाबु। त चन्द्रमा अङ्कित कपडामा पेरिएको थिइस्। त्यसैले मैले तेरो नाम चन्द्रे राखिदिएँ। एवा घाम पानीको शरीर हो बाबु। फेरि हाम्रो भेट होला नहोला। ल यो खाना खा बाबु। जब दिन्छौ खुसी अनगिन्ती दिन्छौ, जब दिन्छौ पीडा बेहिसाब दिन्छौ, भक्कनो फुटेर आउँछ जब यादले सताउँछ, भक्कनो फुटेर आउँछ जब यादले सताउँछ, भक्कनो फुटेर आउँछ जब यादले सताउँछ।
बिस्तारै। आमा, तपाईँ कहाँ बस्नुहुन्छ? हामी पुर्याइदिन्छौँ। भन्नुहोस् न आमा, हामी पुर्याइदिइहाल्छौँ नि। म त्यही पर मन्दिरमा बस्छु, म आफै गइहाल्छु। तिमीहरूलाई ढिला भयो होला, तिमीहरू आफ्नो बाटो लाग, म आफै जान्छु। मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज स्वाहा। ल दुलै नानीलाई यहाँ बोलाउनु पर्यो। लौ नानी, चाँदनी त भागे जस्तो छ। तँ यो के भन्दैछस्? त्यतै कतै होली, राम्रोसँग खोज त। भागी अरे, कोसँग बिहा गर्नुमा? त्यो त भागी छ क्यारे। लु न हजुर, सबै ठाउँ खोजिसकेँ। अरे कस्तो आपत पर्यो, अब के गर्ने होला? अब म कोसँग बिहा गर्ने? काजी, तपाईँ ढुक्क भएर बस्नुहोस्। त्यो भागेर कहाँ जाँदै रहेछ? यो विक्रमले जहाँबाट भए पनि यस जग्गामा त्यसलाई लिएर आउनेछ। छिटो बिहा गरिदेऊ न भनेको। नकरा, दुलै नभइकन बिहा हुन्छ यहाँ? बिहा नभए पनि सुहागरात त मनाउँछु। यो सुहागरात भनेको के हो? ए भाइ एकछिन पर्ख त। भाइहरूलाई थाहा छ यहाँ हरिकाजीको घर कहाँ पर्छ? हजुर थाहा छ। त्यहाँ पारी गाउँमा हो। यो बाटो नबिराइकन जानु, त्यहाँ आफ्नो भान्जीको बिहे धुमधामसँग गर्दैछन्, त्यही घर हो। हस् भाइ, धन्यवाद छ तपाईँहरू। चाँदनी! ए त यहाँ पनि आइपुगिस्? खोइ मेरो चाँदनी, म मेरो चाँदनीलाई लिन आएको। चितवन, खोइ मेरो चाँदनी कहाँ छ? म पनि चाँदनीलाई कुरेर बसेको। चाँदनी त भागी, मलाई पनि चाँदनी खोजेर ल्याइदेऊ न है। यदि मेरो चाँदनीलाई के भयो भने तँलाई म जिउँदो छाड्ने छैन। काजी, कस्तो सुहागरात मनाउने मन लागिरहेछ। कोसँग मनाउने? तिमी र म मनाऊ। मलाई घर जान दिनुस्। कोसँग गर्छस्? त्यही हलीको छोरो चन्द्रसँग? नाइ, जान्न म त्यो घर जान्न दाइ। मलाई जान दिनुस् न। चुप लाग, त कसरी चन्द्रसँग बिहा गर्छस् म पनि हेर्छु। ए, तू केटलाई छोड दे। कोस त
किन बिचा बोल्छस्? यो हाम्रो घरैसी मामला हो। ए आफ्नो बाटो लाग। जब घरको कुरा बाटोसम्म आउँछ त्यो घरियासी मामला रहँदैन। यो केटीले बिहे गर्न मान्दिन, जबरजस्ती किन? अन्तिम पटक भन्दैछु, यो केटीलाई छोड्दे र तिमीहरू आफ्नो बाटो लाग। बर्ता बोल्छस्? ए केटा हो, पहिला यस्ता बाटो देखा, जा। नरो बहिनी, अब यिनीहरूले तिमीलाई केही पनि गर्न सक्दैन। जाऊ हिँड, म तिमीलाई तिम्रो घर पुर्याइदिन्छु। दाइ, म मामा घर जाँदिनँ। त्यहाँ राक्षस बस्छन्। त्यहाँ गयो भने मेरो फेरि जबरजस्ती विवाह गरिदिन्छन्। त्यसो भए मसँग हिँड, जाऊ। म चन्द्र बिना बाँच्न सक्दिनँ दाइ। कहाँ होला मेरो चन्द्र? चाँदनी! चाँदनी! चाँदनी? चाँदनी? चन्द्र। अरे तपाईँहरू यहाँ? उहाँले नै मलाई गुन्डाहरूबाट बचाउनु भएको हो। हामी यहाँ एउटा मिसनमा आएका हौँ र त्यो मिसन जसरी भए पनि पुरा गर्नु छ। ए, यो मिसनमा म पनि तपाईँहरूलाई साथ दिन्छु। केटा हो, आज राति यो मन्दिरको सब मूर्ति गायब गर्नुपर्छ, तर सावधानीपूर्वक, कसैले थाहा पाउला नि, बुझिस्? ओके बस। ए अन्ते बुढी, तँलाई म डोडी पनि बनाइन्छु, बुझिस्? होस पुरा हिँड्न सक्दैनस्? यो लुगा कसले? तेरो बाउले धुन्छ। अन्धी बुढी! राम राम राम। हजुर छोडिदिनुहोस्, अन्धीलाई किन कुट्नुहुन्छ? ए अन्धी बुढी, आज तँलाई म डोडी पनि बनाइन्छु। यस्ती बुढी आमामाथि हात उठाउनु तँलाई अलिकति पनि लाज लागेन? आमाको खुट्टा ढोकेर माफी माग। ए बर्ता नबोल, घरिघरि मेरो बाटोमा तगारो नबन। तिमीहरू दुईजनाको टाउको काटेर मन्दिरमा चढाइदिन्छु। माफी माग आमासँग, नत्र भने कसको टाउको कसले काट्छ त्यो तँलाई अहिले थाहा हुन्छ। एकचोटि भन्छु, दोहोऱ्याएर भन्ने बानी छैन। माफी माग भनेको सुनिनस् तैँले? ए काट यिनीहरू दुईजनालाई।
यिनीहरूले यो गाउँमा धेरै अन्याय गरेका छन्। कुट यिनीहरूलाई सजाय दिनुपर्छ। आमासँग माफी माग। ए भनेको सुनिनस्? माफी माग। मलाई माफ गरिदिनुहोस् आमा, मलाई माफ। तर याद राख, तँलाई मात्र छोड्नु छैन। आमा हिँड्नुहोस्, तपाईँलाई घर पुर्याइदिन्छु। हिँड्नुहोस् आमा, जाउँ। आज तिमीहरूलाई भेट्दा मलाई आफ्नै छोराहरू भेटे जस्तो लागिरहेछ। तिनीहरू मसँग भएको भए तिमीहरू जस्तै बहादुर हुन्थे। तर मसँग छैनन्। यो बुढी आमाको मनले भन्छ मेरो छोराहरू फर्केर आउँछन्, आफ्नो बाबुको हत्यारालाई सजाय दिन। म त्यस दिनकै पर्खाइमा छु। कहाँ छन् तपाईँका छोराहरू आमा? थाहा छैन, थाहा छैन। सानैमा हराए। हराएका हुन्? कसरी आमा? भन्नुहोस् न आमा, भन्नुहोस् न हामीलाई। आजभन्दा 25 वर्ष अघिको कुरा हो। मेरो कोखबाट 2टा छोरा जन्मेका थिए। तिनीहरूको राम्ररी आँखा पनि खुलेको थियो। यसरी मेरा छोराहरू मबाट टाढा भए। मलाई मेरो बाबाले भन्नुभएको थियो आजभन्दा 25 वर्ष अगाडि मलाई मेरो बाबाले खोलामा भेटाउनु भएको थियो रे। त्यति बेला मेरो शरीरमा सूर्य
तिमीहरूले त्यति काम पनि गर्न सकेनौ साल्यो। हामी मन्दिर त पुगेको थियौँ, तर त्यो अन्धी बुढीले गर्दा। अन्धी बुढी एउटी अन्धी बुढीलाई ठिक लाउन सकेनौ तिमीहरूले? पानी मरु हो। त्यो अन्धी बुढीलाई त हामीले ठिक पारिसकेका थियौँ, तर त्यसपछि ती दुईजना केटाहरू आए। हजुर हजुर, ती दुई सूर्यचन्द्र त त्यही अन्धी बुढीकै छोराहरू रहेछन्। अब म देखाउने छु यो दया शङ्करको ताण्डव नृत्य। ए बुढी, मलाई तँलाई मार्न त मन छैन, तर के गर? राजनीतिमा हत्या, हिंसा, आतंक यो सब कुरो जायज छ। तँलाई म अहिले मार्दिन, तँलाई मार्न अघि तेरो सुपुत्रहरूलाई मार्छु। खै कहाँ छन् तेरा छोराहरू? बोला, चिच्चाएर बोला, खै कहाँ छन् तेरा छोराहरू? दयाशङ्करे, जति भुक्छस् भोग, जति चिच्चाउँछस् चिच्चा। अब तेरो मृत्यु मेरो छोराहरूको हातबाट निश्चित छ। आज तेरो मृत्यु निश्चित छ दयाशङ्करे। तेरो जिन्दगीको आज अन्तिम दिन हो। पेट्रोल खाना कडा हो। लाइदे आगो बुढियालाई। बोला छोरालाई बोला।
सूर्य, चन्द्र, तिमीहरूको बाबुको हत्यारा यही पापी हो। 25 वर्षसम्म मेरो काखबाट तिमीहरूलाई अलग पार्ने राष्ट्रघाती यही पापी हो।